केही निजी विद्यालयहरूमा समता शुल्क त्यहाँबाट करिब 10,000 खर्च गर्ने मानिसले घर परिवारले करिब 300 रुपियाँ जति कन्ट्रिब्युट गरिदियो भने आफ्नो बालबालिकाको लागि 10,000 उसले निजी स्कुलमा खर्च गरिराखेको छ कुनै औसत परिवारले, त्यसबाट 300 रुपियाँ 3% भनेको त्यति हो। त्यो 300 रुपियाँ चाहिँ यता हाम्रो झन्डै 3/4 बालबालिका नेपाली बालबालिकाहरू भनेको त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि सुदृढीकरणका लागि खर्च गर्ने भनेर समतामूलक नीति र नेपालका वामपन्थी राजनीति गर्दै आउनुभएका धेरै मान्य सांसदज्यूहरूले त जय जयकार गर्नुपर्ने खालको नीति ल्याउँदा पनि त्यही कोणबाट यसको भीषण विरोध भएको देख्दाखेरि म अचम्म त परेकै छु।